धेरै ठाउँमा होइन, एक ठाउँमा पनि 1 इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन। सम्पूर्ण रूपमा असत्य, झुट, गायकी त्रिशूल जस्तो प्रधानमन्त्रीमा आइपुग्यो भवितव्यले भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन र दिइने छैन। राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्टमबाट बोल्नु हुँदैन थियो, तर त्यहाँ बोल्ने काम भयो। देशद्रोही कुरा गर्दा यो कसको पक्षमा केका लागि बोलियो? यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भात बाहेक के हुन्छ? भात। यस्तो कुरामा समर्थन गरेर हिँडेको छ कतिपय। नेपाल भनेको तपाईँ जन्मिनुभन्दा धेरै अगाडिदेखिको यो देश हो। बचकना हो, लापरवाही हो, अहङ्कार हो। अनि कुनै बोल्ने न दिन न बार न